funny Maggie stories. I love you, Mommy. माया झ्यालतिर हेर्दै सोच्दै थिइन्, ह्याप्पी मदर्स डे अर्थात् शुभ आमाको दिवस किन मनाइन्छ होला। उनले आफ्नी हजुरआमासँग ह्याप्पी मदर्स डे किन मनाइन्छ भनेर सोध्ने निर्णय गरिन्। र हजुरआमाले अन्ना जार्भिसको कथा सुनाउन थाल्नुभयो, जसले आमाप्रति गहिरो माया राख्थिन्। र हजुरआमा भन्नुहुन्छ, सन् 1908 मा अन्नाले सबै आमाहरूको सम्मान गर्न पहिलो आमा दिवस कार्यक्रमको आयोजना गरिन्। र सन् 1914 मा अमेरिकाले आमा दिवसलाई आधिकारिक रूपमा राष्ट्रिय पर्व घोषणा गर्यो। र त्यसपछि मायाले बुझिन्, आमा दिवस भनेको आमाप्रतिको धन्यवाद र मायाको दिन रहेछ। र यस विशेष दिनमा मायाले आमालाई एक उपहार दिने विचार गर्छिन्। उनले बजारबाट केही नकिनी आफ्नै हातले आमाका लागि विशेष कार्ड बनाउन थाल्छिन्। र आमा दिवसको दिन बिहान मायाले आमालाई आफूले बनाएको कार्ड दिइन् र आमाले खुसीले अँगालो मार्नुभयो। र त्यसपछि पुरा परिवार रमाइलो गर्दै मायाले बनाएको कुकिज खाँदै खुसी बाँड्दै थिए। र यो कथा यही समाप्त हुन्छ। र हजुरले आफ्नो आमालाई मदर्स डे को दिन के उपहार दिनुभयो त तल कमेन्टमा बताउनु है। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नुहोस् है।